नमस्कार, म विनिता। मैले योभन्दा अगाडिको भिडियोमा आफ्नो बारेमा केही इन्फर्मेसन र आफ्नो कम्पनीको बारेमा केही भनेको थिएँ भने यो भिडियोको मार्फत चाहिँ एउटा सानो इन्डिभिजुअल ह्याबिटको बारेमा छ हैन। यो कसै कम्पनीको बारेमा भन्दा पनि एउटा मान्छेमा हुनुपर्ने एउटा सानो ह्याबिट जसले चाहिँ मेजर चेन्ज लिएर आउँछ हैन, त्यसको बारेमा छ। त्यो ह्याबिट चाहिँ अभियसली तपाईहरुले गेस पनि गरिसक्नुभयो होला हैन। एउटा फाइनान्स मान्छेले भनेकै जहिले पनि सेभिङ्स नै हुन्छ हैन। सेभिङ्सलाई चाहिँ म कसरी भन्ने गर्छु भने पे योरसेल्फ फर्स्ट, स्पेन्ड द रेस्ट भनेर भन्ने गर्दछु। त्यो किनभने हजुरले दुःख गरेर कमाएको पैसाको सर्टेन पर्सन चाहिँ हजुरकै लागि जानुपर्छ हैन, हजुरको फ्युचर सेल्फको लागि जानुपर्छ भन्ने मान्यता राख्छु म हैन। त्यसपछि जान्छ आफ्नो बिल्स एन्ड रेस्पोन्सिबिलिटिज जुन चाहिँ तिर्नु नै पर्ने हुन्छ हैन। त्यो पछि चाहिँ बल्ल डेली स्पेन्डिङ ह्याबिट्समा, जस्तै हामी चाहिने नचाहिने अनेक प्रकारको एक्सपेन्सेस जुन गर्छौँ नि, मेबी चाहिने पनि हुन सक्यो हैन। ल केही किन्नु मन लाग्यो, सपिङ भयो, चिया कफी भयो, अल काइन्ड्स अफ, त्यो वाला चाहिँ थर्डमा भनेको हामीले रिप्लेस गर्दैछौँ कि हाम्रो केही अननेसेसरी आइटम किन्नुभन्दा फर्स्टमा सेभिङलाई नै छुट्याइदिउँ भनेर टार्गेट राख्ने हैन। सेभिङ्सलाई चाहिँ कहिले पनि अप्सनल बनाउनु भएन हैन। त्यो भनेको एउटा डिफल्ट मोडमा लग्नुपर्ने हुन्छ। सेभिङ भनेको जति नै अमाउन्ट आए पनि यसको सर्टेन पर्सन चाहिँ मस्ट गो टु द सेभिङ्स भनेर हजुरले एउटा मेन्टालिटी बनाउनु पर्ने हुन्छ हैन। त्यो गर्यो भने हजुरलाई एउटा फ्रिडम पनि आउँछ कि त्यसले, किनभने फ्युचरमा कोही बिरामी पऱ्यो अरे, ल सपोज तपाईँको फ्यामिलीमा कोही बिरामी पऱ्यो अरे, अब के गर्ने, सेभिङ्स छैन भने त अभियसली कोहीसँग माग्न जानु पऱ्यो। जुन यदि हजुरले इभन स्मल पर्सन नै सेभिङ गर्दै जानुभयो भने ओभर द पिरियड अफ टाइम त्यो त धेरै नै हुन्छ नि त। अब माग्न त जानु परेन। त्यो पनि एउटा लेभल अफ फ्रिडम हो। हुन त साउन्ड एकदमै स्मल गर्छ हैन, त मेबी सेभिङ 1000ले के नै हुन्छ र, तर ओभर द पिरियड अफ टाइम धेरै नै हुन्छ। कहिलेकाहीँ त्यो 1000 नभएर पनि कस्तो गाह्रो परेर आउँछ हैन। त्यो सबैलाई नै थाहा छ हैन, एडमिट गरे पनि नगरे पनि। त्यसले गर्दा चाहिँ यो भिडियोको मार्फत त्यति नै हो। हुन त यो बिजनेससँग सम्बन्धित भन्दा पनि एउटा इन्डिभिजुअल ह्याबिटसँग सम्बन्धित छ हैन। सेभिङ्स गरौँ, विदाउट सेभिङ्स अगाडि बढ्न सकिँदैन हैन। इभन स्मल अमाउन्ट नै भए पनि पैसा कति भन्नुभन्दा पनि एउटा बानी डेभलप गर्नुपर्ने हो, एउटा कन्सिस्टेन्सी डेभलप गर्नुपर्ने हो हैन। त्यसपछि नै केही हुन्छ नि त। त्यसले गर्दा हो अब त्यही नै भनौँ भनेर एउटा यो सानो भिडियो मार्फत हाउ इम्पोर्टेन्ट द सेभिङ इज भनेर भन्नुलाई पनि हो हैन। सेभिङ्स बिना त केही हुँदैन। अब जति नै इन्कम कमाउने भए पनि हजुरले चाहिँ छुट्याएर राख्नु अझ बेटर त। सेम डे हजुरले जहिले पैसा आफ्नो अकाउन्टमा ल्याउनुहुन्छ, सेम डे नै सर्टेन पर्सन अफ द्याट मनी सुड गो टु द सेभिङ्स हैन। आफ्टर द्याट चाहिँ हजुरले बिल्स रेस्पोन्सिबिलिटिज हैन, त्यसपछि चाहिँ भयो डेली स्पेन्डिङमा गर्नु। त्यो गऱ्यो भने हजुरको डेली स्पेन्डिङमा कन्ट्रोल हुन जान्छ हैन। सेभिङ्समा चाहिँ कहिले पनि कन्ट्रोल हुँदैन। अदरवाइज हामी के गर्छौँ, पैसा आउँछ चाहिएको कुराहरू गर्छौँ, अलिअलि यसो भन्छ नि, आफूले किन्न मन लागेको कुराहरू जुत्ता किन्छौँ, अनि लास्टमा गएर सेभ गर्छु भन्छौँ। बाई द टाइम त लास्ट पुग्छ हामीसँग पैसै बचेको हुँदैन, त कसरी सेभिङ गर्ने हैन। त्यो भएर फर्स्टमा चाहिँ सेभिङ्स गर्नुहोस्, इभन इफ द अमाउन्ट इज भेरी लो। त्यसपछि जानुहोस् बिल्स रेस्पोन्सिबिलिटिजमा, त्यसपछि जानुहोस् आफ्नो स्पेन्डिङ ह्याबिटमा हैन। त्यही नै भनौँ भनेर हो हैन। एउटा सानो कुरा हो तर इट ब्रिङ्स मेजर चेन्ज हैन। हजुरको लाइफमै यसले ठुलो चेन्ज लिएर आउँछ हैन। हजुरलाई एउटा सेल्फ सफिसियन्ट बनाउँछ बिस्तारै, अनि एउटा एक लेभल अफ फ्रिडम पनि दिन्छ। हुन त यो इन्डिभिजुअल रेस्पेक्टबाट हो, तर यही कुरा हामी बिजनेसमा पनि हेर्छौँ हैन। अब त्यो कसरी हेर्छौँ भन्ने कुरा चाहिँ म अर्को भिडियोमा बताउँछु हैन। हुन त म धेरै बिजनेस रिलेटेडै कुरा गर्छु हैन, तर पनि यो एउटा सानो कुरा चाहिँ भनिदिइहालौँ किनभने इट इज भेरी इम्पोर्टेन्ट हैन। म पनि त्यही नै गर्छु। पहिला पैसा आउने बित्तिकै फर्स्टमा छुट्याइहाल्छु कि यति चाहिँ म छुट्टै गरेर राख्छु। त्यो चाहिँ मलाई पनि म याद गर्दिनँ, म छुट्टै राखिदिन्छु भनेर छुट्टै राखिदिन्छु हैन। बाँकीको पैसा चाहिँ अनि तिर्नुपर्ने कुराहरू, अनि सकेसम्म चाहिँ स्पेन्डिङ ह्याबिटलाई कन्ट्रोल गर्न ट्राई गर्छु हैन। त्यो सबैले नै गर्न जरुरी छ। जुन मेरो एउटा ह्याबिट थियो त्यो सेयर गरिहालौँ भनेर हो। अर्कोमा चाहिँ मैले अब बिजनेसमा यही कुराहरूलाई चाहिँ हामी कसरी क्यास फ्लोमा ध्यान राख्छौँ हैन, एउटा सिस्टम कसरी डेभलप गरिन्छ भन्ने कुरा पनि भन्छु। द्याट्स इट फर दिस भिडियो हैन। एउटा सानो इन्फो हो तर ठुलो चेन्ज लिएर आउँछ, गर्नु जरुरी पनि छ हैन। ल थ्याङ्क यू।